सो हे गाइज वेलकम ब्याक। यदि मैले तपाईहरुलाई इन्डियन सिनेमाको अहिलेसम्मको हाईएस्ट ग्रसिङ मुभिज कुन कुन हो भनेर सोधे भने तपाईहरुको दिमागमा सुरुमा के आउँछ? पक्कै पनि दंगल, बाहुबली 2 या पुष्पा 2, राइट? तर यदि मैले तपाईहरुलाई यो मुभिजहरु रिलिज हुनुभन्दा अगाडि पनि यस्तो मुभीहरु आएको थियो जसले 4000 करोड सम्म पनि कमाएको थियो र एउटा दुईटा मात्र हैन, यस्तो मुभिज थियो जुनले 2200, 2000 या 1800 करोड पनि कमाइसकेको थियो भने तपाई पत्याउनुहुन्छ मलाई? तपाईहरु पक्कै पनि के हावा कुरा गरिरहेछ यो भने सोच्नुहुन्छ। तर मैले अहिले जे भने यो ट्रु हो। एकचोटी तपाईहरुको दिमागमा आउने यो लिस्ट हेर्नु त, जसमा दंगल 1 नम्बरमा छ जसले टोटल अर्निङ वर्ल्ड वाइड 2070 करोड एप्रोक्स कमाएको थियो। सेकेन्डमा छ बाहुबली जसले 1810 करोड एप्रोक्स कमाएको थियो। थर्डमा छ पुष्पा 2 जसले 1800 लगभग त्यति नै, बाहुबली 2 को जति नै। यो चाहिँ मैले डिफरेन्ट ठाउँबाट हेरे, कसैले पुष्पा 2 सेकेन्डमा छ भन्छ, कसैले बाहुबली 2 भन्छ, तर मैले यसरी मिलाएर राखेको छु। थर्डमा छ आरआरआर, फिफ्थमा केजीएफ 2, त्यसै नै अरु लिस्ट हेर्न सक्नुहुन्छ। यसमा दंगलको चाहिँ 65% अफ इज कलेक्सन चाइनाबाट मात्र आएको थियो है। यसले इन्डियाबाट 745 करोड कमाएको थियो भने चाइना मात्रबाट 1300 करोड कमाएको थियो। तर यिनै मुभिजको कम्प्यारिजनमा 1960 मा रिलिज भएको मुगले आजमले त्यति बेला 11 करोड कमाएको थियो, जुनको चाहिँ हामीले इन्फ्लेसन रेट हेरेर गर्ने भने अहिलेको हिसाबमा त्यसको क्याल्कुलेसन 3600 देखि लिएर 4000 सम्म हुन्छ। यो मुभीले त्यति बेला जबकि इन्डियाको पपुलेसन 1960 मा 43 करोड मात्र थियो, त्यसमा यसले वर्ल्ड वाइड कति टिकट बिकेको थियो भने त्यति बेला लगभग 15 करोड टिकट बिकेको थियो मुगले आजमको। सर ये तो टट्टी है। थैंक यू। र त्यति बेला यो मुभीको यस्तो हाइप थियो अरे कि त्यो जमानामा जबकि एउटा मुभीको टिकट प्राइस 1 रुपैयाँ या त्यो भन्दा पनि कम हुन्थ्यो, मान्छेहरूले यो मुभीको टिकट ब्ल्याकमा त्यति बेलाको 100 रुपैयाँमा पनि बिक्री गरिरहेको थियो अरे क्या। सोच्नु त आफै त्यति बेलाको 100 रुपैयाँको कत्रो भ्यालु होला। र त्यो मात्र हैन, त्यति बेला 60s मा 1964 मा रिलिज भएको संगम मुभीले त्यति बेला वर्ल्ड वाइड 8 करोड कमाएको थियो, जुन अहिलेको हिसाबले हेर्ने भने त्यो 1200 करोड सम्म हुन्छ। यो भनेको लगभग केजीएफ 2 को कलेक्सन जति नै हो। र 1969 मा राजेश खन्नाको आराधना भन्ने मुभी रिलिज भएको थियो, जुनले त्यति बेला 70 करोड कमाएको थियो एप्रोक्सिमेटली, जुनको इन्फ्लेसन चाहिँ अहिले 1600 करोड हुन पुग्छ। अब एकचोटी 70s को हाईएस्ट अर्निङ मुभिज हेरौँ ल। 70s को तपाईहरुलाई पनि थाहा छ होला, शोलेले सबसे धेरै कमाएको। शोले 1975 मा रिलिज भएको थियो र त्यति बेला यसले 50 करोड वर्ल्ड वाइड गरेको थियो, जुनको चाहिँ इन्फ्लेसन हेर्नु भने अहिले 3000 देखि 4000 करोड सम्म हुन्छ। र त्यति बेला यसको वर्ल्ड वाइड फुटफल्स यानी टिकट सेल्स 25 करोड थियो। त्यसैगरी 1971 मा रिलिज भएको हात्ती मेरा साथी भन्ने फिल्मले 16 करोड कमाएको थियो, जुनलाई अहिलेको हिसाबले हेर्ने भने 1500 करोड हुन्छ। त्यसैगरी बबी 1973 मा रिलिज भएको जसले 30 करोड कमाएको थियो, त्यसको 1600 करोड हुन्छ। त्यसैगरी अमर अकबर एन्थनी र मुकद्दर का सिकन्दरको पनि कलेक्सन हेर्न सक्नुहुन्छ। अब जाउँ 80s मा। र 80s एरालाई चाहिँ आफैमा इन्डियन सिनेमाको एउटा डाउनफल एरा पनि भनिन्छ, बिकज अफ मल्टिपल रिजन्स। किनकि यो यस्तो टाइम थियो जब धेरैजना मान्छेले घरमा टिभी टेलिभिजन किनेर राख्ने गरेका थिए। योभन्दा पहिला त्यस्तो थिएन 70s मा। र धेरैजना मान्छेले थिएटरमा गएर भन्दा पनि घरमै सिडी डिभिडी किनेर फिल्म हेर्न रुचाउँथे। र यही टाइममा धेरै टेलिभिजन सोजहरू पनि पपुलर हुन थाल्यो, जस्तै रामायण, महाभारत। त्यो कारणले सिनेमाको डाउनफल भएको थियो भनेर भनिन्छ यो टाइममा। तर त्यो टाइममा पनि हाईएस्ट अर्निङ मुभिज हेर्ने हो भने 1982 मा रिलिज भएको डिस्को डान्सरले वर्ल्ड वाइड 100 करोड कमाएको थियो। र यो चाहिँ फर्स्ट इन्डियन मुभी थियो जसले वर्ल्ड वाइड 100 करोड कमाएको थियो त्यति बेला। र यसको मोस्ट अफ द कलेक्सन 94.3 करोड त यसले जम्मा रसियाबाट कमाएको थियो र 6.4 करोड जम्मा इन्डियाबाट कमाएको थियो। र यसको इन्फ्लेसन हेर्ने भने अहिलेको टाइममा यो कलेक्सन भनेको 1800 करोड सम्म हुन पुग्छ। र त्यसैगरी 1989 को सलमान खानको फर्स्ट मुभी मैंने प्यार कियाले 46 करोड वर्ल्ड वाइड कमाएको थियो, जुन चाहिँ अहिलेको एप्रोक्स 1200 करोड हुन पुग्छ। र त्यति बेला डिस्को डान्सरको फुटफल्स यानी टिकट सेल्स 13.5 करोड थियो। अब जब 90s एरामा, 90s एरालाई चाहिँ दि खान्स एरा भनेर पनि मानिन्छ, किनकि 90s एराको टप 3 हाईएस्ट ग्रसिङ मुभिज नै शाहरुख खान, सलमान खान र आमिर खानको थियो, जसमा सबसे धेरै कलेक्सन गर्ने सलमान खानको मुभी हम आपके है कौन थियो, जुन चाहिँ 1994 मा रिलिज भएको थियो। त्यसले त्यति बेला वर्ल्ड वाइड 128 करोड एप्रोक्स कमाएको थियो, जुन चाहिँ अहिलेको हिसाबमा लगभग 2500 करोड हुन पुग्छ। र यो मुभीको फुटफल्स त्यति बेला 10 करोड थियो वर्ल्ड वाइड। त्यसैगरी शाहरुख खानको दिलवाले दुल्हनिया ले जाएंगे 1995 मा रिलिज भएको थियो र यसले त्यति बेला एप्रोक्स 102 करोड वर्ल्ड वाइड कमाएको थियो, जुन चाहिँ अहिलेको हिसाबमा लगभग 2200 करोड हुन्छ। र यसको फन फ्याक्ट चाहिँ एउटा के छ भन्दाखेरि यो मुभी स्टिल अहिले 30 वर्ष कम्प्लिट गर्यो यसले, त्यही पनि एउटा मुम्बईको मराठा मन्दिर भन्ने थिएटरमा अझै पनि चलिरहेछ यो। र भनिन्छ कि यसले अहिलेसम्म मराठा मन्दिरबाटै मात्र 1 करोड टिकट सेल्स गरेको छ। त्यसैगरी 90s को थर्ड हाईएस्ट ग्रसिङ मुभिज थियो आमिर खानको राजा हिन्दुस्तानी, जुन चाहिँ 1996 मा रिलिज भएको थियो, जसले वर्ल्ड वाइड 76 करोड कमाएको थियो एप्रोक्स। र त्यसको इन्फ्लेसन हेर्ने हो भने अहिले 1800 करोड हुन पुग्छ।
अब आम मोडर्न एरा यानि 2000s को एरा जुनमा चाहिँ गदर, थ्री इडियट्स र ऋतिक रोशनको फर्स्ट मुभी जुन चाहिँ सेन्सेसन थियो जब रिलिज भएको थियो, कहो न प्यारे, यस्तो मुभिजहरू रिलिज भएको थियो र 2000s को हाइएस्ट अर्निङ मुभी थियो सनी देओलको गदर, जसले चाहिँ त्यति बेला वर्ल्ड वाइड 133 करोड कमाएको थियो। यो चाहिँ 2001 मा रिलिज भएको र यसको इन्फ्लेसन हेर्ने भने अहिलेको हिसाबमा 1500 करोड पुग्छ। त्यसैगरी सेकेन्डमा थ्री इडियट्स जुनले 460 करोड कमाएको थियो वर्ल्ड वाइड र यसको इन्फ्लेसन 1400 करोड छ। र थर्ड हाइएस्ट अर्निङ कहो न प्यारे जुन चाहिँ 2000 मा रिलिज भएको थियो, जसले 80 करोड वर्ल्ड वाइड कमाएको थियो, जुनको इन्फ्लेसन 1100 करोड छ। र सनी देओलको गदरको फुटफल चाहिँ त्यति बेला 6 करोड थियो वर्ल्ड वाइड। र भिडियोमा यहाँसम्म आइसक्दा तपाईँहरूले एउटा कुरा त नोटिस गर्नु होला, द डिक्लाइन इन कलेक्सन्स एन्ड फुटफल्स। मैले मुगले आजमको भने जुन 1960 मा रिलिज भएको थियो, जसले त्यति बेला लगभग अहिलेको हिसाबमा हेर्ने भने 4000 करोड कमाएको थियो र 2000 मा रिलिज भएको हाइएस्ट अर्निङ मुभी गदरले जम्मा 6 करोड फुटफल्स ल्याउन सकेको थियो र यसको कलेक्सन जम्मा 1500 करोड जति थियो। यसको रिजन के होला त? किनकि यस्तो पनि होइन कि पहिला इन्डियन सिनेमाले राम्रो मुभिज बनाउँथ्यो र धेरै मान्छेले हेर्थे र अहिले चाहिँ बेकार बनाउँछ त्यही भएर हेर्दैन, त्यस्तो त पक्कै पनि होइन। किनकि सिनेमा टाइमसँग इभल्भ हुँदै गएको छ र बेटर हुँदै गएको छ। त्यसभए किन अहिलेको टाइममा रिलिज भएको हाइएस्ट कमाइ गर्ने फिल्म दङ्गलको फुटफल्स र कलेक्सन त्यति बेला रिलिज हुने मुगले आजमको भन्दा कम छ? जबकि त्यति बेला पपुलेसन कम थियो, कम अडियन्स थियो। अहिले अडियन्स धेरै छ, पपुलेसन धेरै छ, सिनेमा हल धेरै छ र टेक्नोलोजी एडभान्स भएको छ। अब एकचोटि यसको रिजनहरू बुझ्न खोजौँ। एक्चुअली सिनेमाको डिक्लाइन हुनुको रिजन नै सिनेमाको ग्रोथ हो। पहिलाको टाइममा मान्छेहरूसँग मल्टिपल चोइसेस हुँदैन थियो इन्टरटेनमेन्टको लागि। न त त्यति बेला मान्छेको हातमा मोबाइल फोन हुन्थ्यो, न त घर छेउछाउमा सिनेमा हल। त्यही भएर त्यति बेलाको स्टुडेन्टको पढाइको प्रेसर र ठुलो मान्छेको लागि कामको प्रेसरबाट स्केप गर्न एउटा इन्टरटेनमेन्ट स्रोत भनेकै मुभिज थियो। मान्छेहरू पर्खिने गर्थे कि कहिले विकेन्ड आउँछ र विकेन्ड मनाउन फ्यामिलीसँग थिएटर गएर मुभिज हेरौँ। त्यति बेला चलेको मुभिज स्टार्सको पनि छुट्टै क्रेज हुन्थ्यो। अहिले हामी लगभग हरेक दिनै हाम्रो फेभरेट मुभिज स्टार्स, सेलिब्रिटिजलाई काहीँ न काहीँ मिडियामा देखिरहेको हुन्छौँ। तर त्यति बेला एउटा मान्छेहरूमा एउटा सस्पेन्स हुन्थ्यो, एउटा स्टारको अरा हुन्थ्यो, तिनीहरू त्यो थिएटरमा गएर मात्र विटनेस गर्न सक्थे। अहिलेको समयमा त्यो सबै चिज छैन। यदि मान्छेहरूलाई कुनै मुभी हेर्न मन छ भने इजिली ओटिटी प्लेटफर्ममा घरमै बसेर पनि हेर्न सक्छन्। हरेक मान्छेको घरमा टिभी हुन्छ र कुनै मुभी थिएटरमा रिलिज हुन्छ भने त्यसको 1 या 2 महिनामा घरमै बसेर पनि हेर्न सकिहालिन्छ। त्यही भएर अहिले मान्छेहरू मुभिजलाई एक्साइटिङ या निड मान्दैन। र जुन अघि मैले भने कि टाइमसँग जसरी टेक्नोलोजी इभल्भ भएको छ, त्यसरी नै थिएटर्सहरू पनि इभल्भ भएको छ, मुभी एक्सपिरियन्स इभल्भ भएको छ। त्यो कारणले मुभीको टिकट कस्ट पनि बढेको छ। र जसरी नर्मल मिडल क्लास फ्यामिलीलाई पहिला 1 रुपियाँ 2 रुपियाँ तिरेर पनि मुभी हेर्न प्रब्लम हुँदैन थियो भने अहिले कुनै कुनै थिएटरमा त्यसको प्राइस 1000, 2000, 5000 सम्म पनि छ र यो हर कोहीले एफोर्ड गर्न सक्दैन। के फेरि सिनेमा रिभाइभ हुन्छ या डिक्लाइन हुँदै जान्छ र यो सिनेमा हल, थिएटर भन्ने चिज सबै हट्छ र मान्छेहरू घरमै बसेर फिल्म हेर्न रुचाउँछन् फ्युचरको समयमा? तपाईँलाई के लाग्छ? म नेक्स्ट भिडियोमा कुरा गर्नेछु फ्युचर अफ इन्डियन सिनेमाको बारेमा। तपाईँहरू मैले यो भिडियोमा भनेको कति कुरामा एग्री गर्नुहुन्छ र गर्नुहुन्न कमेन्टमा भनिदिनु होला। र तपाईँलाई के लाग्छ फ्युचर के होला सिनेमाको त्यो पनि भनिदिनु होला। सो आजको लागि यति नै। सी यु इन नेक्स्ट भिडियो।